सबैलाई जय मसीह। म आज तपाईहरूलाई एउटा भजन सेयर गर्न गइरहेको छु। भजनको वर्डहरू मैले तपाईहरूलाई पढेर सुनाइरहेको छु। अनि यो दाउदको भजनको जो परमेश्वरको सामर्थ्य वर्डबाट तपाईहरूलाई आशिष पाउनु भएको होस्। सबैले जतिजनाले यो भिडियो हेर्नुहुन्छ तपाईहरूले आशिष पाउनुहुनेछ यीशुको नाउँमा, आमेन। 645 को भजनले भजनकारले के भन्नुभएको छ भने, साँचो शान्ति खोज्नेहरू आँसु पिउँदै बाँचिरहेछन्। सुख विलासा रोज्नेहरू यीशु बिना मरिरहेछन्। सुख विलासा रोज्नेहरू यीशु बिना मरिरहेछन्। अस्तव्यस्त संसारलाई निहालेर हेर्दा मान्छेको मूल्य केही पनि छैन। अस्तव्यस्त संसारलाई निहालेर हेर्दा मान्छेको मूल्य केही पनि छैन। बाटो सत्य र जीवन यहाँ छ। बाटो सत्य र जीवन यहाँ छ। यीशु बाहेक अरू केही पनि छैन। साँचो ईश्वर खोज्नेहरू निराश पनि रोइरहेछन्। सुख विलास रोज्नेहरू यीशु बिना मरिरहेछन्। संसारको घटनाले यही सङ्केत दिन्छ। यीशुको आगमन चाँडै नै हुँदैछ। बाइबलको वचनले सत्य सत्य भन्छ, यीशु राजा फेरि आउनु हुँदैछ। उद्धार मुक्ति खोज्नेहरू विवश बनी बाँचिरहेछन्। सुख विलास रोज्नेहरू यीशु बिना मरिरहेछन्। सबैलाई जय मसीह। यो दाउदको भजनको द्वारा तपाईहरूलाई धेरैभन्दा धेरै आशिष पाउनु भएको होस् यीशुको नाउँमा, आमेन।